हेर्नु स्याङ्जाको चापाकोटमा हाम्रो स्याङ्जाको चापाकोटमा फलेको केरा यस्तो कोही छ भने भन्नुहोस् है साथीहरूले। हेर्नु यस्तो केरा कोही देख्नु भएको थियो बुटैमै पाकेको। यसरी यो के गर्ने भनेको फलफुलहरू लगाउने खेतीपाती गर्ने भनेको यस्तै छ। जे हेऱ्यो त्यही यस्तै छ हाम्रो यहाँ फेरि अति राम्रो हुन्छ हो नि। ल हेर्नुहोस् आँप भन्ने नि यतातिर यस्तो जे खोज्यो त्यही छ ढाँटेको होइन क्या। अब यो देखेर पनि थाहा पाउनुहुन्छ। ल हेर्नु जता हेऱ्यो त्यतै मौरीहरू यसरी छ, जता हेऱ्यो त्यतै फलफुलहरू यसरी गर्नुपर्छ क्या साथीहरू। म त यस्तो भन्छु कि भन्दाखेरि ल हेर्नु गर्ने भनेको यसरी हो। सबैभन्दा महत्त्वपूर्ण भनेको त यो केराले हेर्नु मान्छेभन्दा हल्को पनि केरा हुन्छ कहीँ। ल हेर्नुहोस् त हाम्रो बुवाले गर्नुभएको खेती जता हेऱ्यो त्यतै राम्रो। विदेश जानुपर्छ र मनमा लिएर गर्नुपर्छ, हिम्मत हुनुपर्छ। के हुँदैन र हिम्मतको साथ गर्ने हो भने। ल हेर्नु त बुटैमा पाकेर यस्तो हाम्रो बुवाले गराउनु भएको। जता हेऱ्यो त्यतै केरा राइँदालो गर्ने नि किन हुँदैन। पैसै पैसा यो सबै पैसा हो के अरे। यसरी गर्नुपर्छ है साथीहरू। यो भनेको हिम्मत लिएर गर्नुपर्ने हो। अनि अहिले त केरा नि महँगो छ। कति हजारको होला कति कोसा होला अनुमान गरेर कमेन्टमा लेख्नु होला पुरै। ल हेर्नु त कस्तो ए भगवान् हिम्मतको साथ गर्नुपर्छ के।